बाहिर छाप लाउनुपर्छ। छाप पनि यही हो के अरे है, ठ्याक्कै लाने तालो त राखिदिएको हुन्छ, कतिपय चाहिँ पसिनाले गर्दा त्यो तालोले पुछे पनि यहाँ वरिपरि रहने भएको हुन्छ। अनि हामी मतपत्र त्यही हातले समाउँछौँ। समाएपछि के हुन्छ, हाम्रो औँठाको छाप त्यहाँ गयो, गएपछि पहिल्यै छाप लाग्यो त्यहाँ है, त्यो त मिस्टेक हो है। त्यो भएर त्यो मिस्टेक चाहिँ नि गर्नुहुन्न। अब त्यो आफ्नो औँलाहरू सफा हुनु पऱ्यो, अथवा आफूले जुन औँलाले छाप लाग्यो त्यो हातले नसमाइदिनु, अर्को हातले समाएर उ भयो है। त्यो भयो। अर्को के हुन्छ, त्यसपछि भित्र गएपछि अघि मैले भने जस्तो लतपतिनी, अब डबल हुने, ठाउँमा नपर्ने, त्यो पनि सिकाउँला हामी। ठाउँमा नपर्ने, अनि मन दुईतिर जाने होइन। अहिले एउटा पेपरमा एउटा मात्रै हान भने हान त, फेरि खानिएको सम्झेर सातवटै हान्ने हो भने सातवटै हानिदिने होइन। त्यो कुराहरू हुनसक्छ कि। अब यो गरिसकेपछि, यो स्वस्तिक छाप लगाइसकेपछि अनि पट्याउने, म पट्याउने कुरा गर्दिनँ। पट्याउँदाखेरि त्यो अलि बाक्लो हान्यो भने सुक्न टाइम लाग्छ एउटा कुरो। अनि अर्को कुरा, यदि त्यो सुकेन भने हामीले झ्याक्कै यसरी च्याप्पै पठाइदियौँ भने यहाँ त के हुन्छ, हामीले मानम छाप यसमा लगाएको छौँ भने यो हुँदा के भयो, अर्कोमा पनि छाप गयो। लगाएको त हामीले एउटामा हो, पट्टिँदाखेरि के भयो, दुईटामा गयो, दुईटा अथवा तिनवटामा जान सक्यो। त्यही भएर पट्याउँदा नि एकदम भन त्यो धेरै मेहनत पनि गर्नु पर्दैन। पहिला चिन्ह जहाँ छैन त्यसलाई अलिकति सानो बनाएर पठाइहालिदिने है। अनि त जति पठाए पनि यो यसमा पर्छ कि है, कति सजिलो जति पठाए पनि बाहिर पर्छ, भित्र पर्दै पर्दैन। कतिको के हुन्छ भने यसरी पठाइदिनु चलाउनु, यसरी यो पनि खटिएन, एकातिर अर्कोतिर गयो। कतिले ठ्याप्पै यस्तो गरिदिनुहुन्छ है त्यहाँनिर। अथवा हामीलाई अर्को तरिका हुन्छ, यता माथिबाट नि मिल्छ, तलमाथिबाट जताबाट पठाए नि मिल्छ। तर के हुनु पऱ्यो भने उहाँ चिन्हमा छाप लगाएकोमा पुग्दाखेरि यो बाहिरतिर आउनु पऱ्यो कि अहिले यो बाहिर छ, यो पनि बाहिर छ, यो पनि बाहिर छ। जति पठाए पनि बाहिर छ नि त, बाहिर परेकोले बिग्रिन्छ।